अहिले चाहिँ हामी पशुपति नर्सरीमा आएको छौँ फेरि अघि उताको ठाउँमा गएको राम्रो पाइएन फुलहरू त्यही भएर पशुपतिमा आएको छौँ कस्तो कस्तो चिजहरू देख्नु पाइन्छ त्यहाँ फुलहरू दामी दामी छ क्या सयपत्री यो कस्तो सिजनल वाला है पुनः डेलिया होचोमा फुल्ने हेरे ठुलो सानो डलिया होचो डलियामा पनि फुल्छ अरे है सानो सानो के हो त्यो खोर्सानी जस्तो छ त खोर्सानीको बिरुवा पनि हो यताबाट आउन यस्तो घुमेर नरिवलको बिरुवाहरू पनि पाइनेछ यो चाहिँ के रहेछ डेलिया पुन्न तेरको बेनाले अस्ति खोज्दैन यो त मकैबारीमा फुल्ने फुलहरूलाई नि यसरी फुलाउँदा हुने रहेछ त मकैबारीमै फुल्छ त्यस्तो है त्यो के को बिरुवा हो लामो लामो पात के को बिरुवा हो चराले गुण लगाएको कि मान्छे लगेको होला फुल सबै बुढा भएछ यहाँ पनि मेवाको के गर्नु मेवा त मेवाको बिरुवा चाहिँ एमा आउनु होला है ल पशुपति नर्सरीमा यसरी मजाले पाइन्छ बुद्ध चित्त एकछिन ल यो लाने हो कति कलरको छ यो सोधेर लानुपर्छ ल पहिला हेरौँ त अहिले कसरी कलर सोधौँ फुल्दा त्यस्तो फुल्ने रहेछ नि घरमा हुने खालको नि हो पानी पनि नहालिदिएको नि यो त हो नि जङ्गलको के नाम राखेको छ यसको सुनाखरी भन्ने हो यो सुनाखरी नै हो किसमस जेरो किसमस जेको क्याक्टस के मलाई त आउँदै आउँदैन फुलेको देख्दा चाहिँ मनपर्ने मान्छे फुलको नामै नआउने यहाँ लेखिदिएको छ त सुनाखरी लहरी भिन्का भिन्का अरे यो लहरी सदाबहार फुल्ने चाहिँ ल सदाबहार फुल्ने फुल अरे छैन भने राइट गोस्ट के हो नाम पनि
अनारको ग्राफेटेड सुपर भगुवा 01 अनारको बिरुवा हो यत्रोमा फुल्न थालेछ अनार अघि पर हुने खालको यो पहेँलो यो पहेँलो अघि पर हुने खालको हो त त्यो त ठुल्ठुलो हुन्छ जस्तो लाग्यो। हेर्न यहाँ दामी फुलेको छ पहिले एउटा भिडियो चाहिँ राम्रो तयारी गर्छ त्यस पछाडि चाहिँ के को बिरुवा थियो यहाँनिर चाहिँ भर्खर उमारेको बिरुवा रहेछ के को नरिवलको जस्तै थियो उयसकोमा हुने त के अरे यस्तै खालको हो बमदानी रोपेको यस्तै पत्ता यस्तै बिचिरे जस्तो आँप जस्तो देख्दैन हेर्दाखेरि होइन आँप होइन यो हो मियाजाकी आँपै हो मियाजाकी तर यता मियाजाकी म्याङ्गो यसो उसो त्यही फुल पर राम्रो फुलेको देख्यो हौ यो 12 मास फुल्छ नि त यसो टुप्पा काटिरहनुपर्छ यहाँ काट्दैछु नि रुद्राक्षको बिरुवाहरू चाहिएमा आउनु होला है ल यहाँनिर कति दामी दामी यता सानो यता ठुलो ताइवान पिङ ताइवानको पिङ अम्बा मलाई त यो पो लानु मन लाग्यो रेड महरा महारा पो रहेछ यसको नाम त रातो महारा कागतीको नाम सुन कागती यहाँ देख्नुहुन्न यो त नरोप्ने योहरू दामी छ फ्रेसको डालिया होचोमा फुल्ने मुना डेलिया होचोमा फुल्ने अरे यहाँ छ पिटुनिया तर मरिसकेको छ पिटुनियाहरूलाई त धेरै स्याहार गर्नुपर्छ नत्र सकिँदैन पिटुनिया हुर्काउनु